डेलिचो लेक जाँदाको डे 1 मा हामीले घुम्न नपाएको ठाउँहरूको चाहिँ म आज भिडियो बनाउँदै छु। हामी फर्किँदा चाहिँ त्यो बाटो घुम्दै आयौं। बाटोमा हेर्दै जाँदा चाहिँ कति धेरै याकहरू देखिएको थियो। हाम्रो फर्स्ट स्टप चाहिँ ब्लू लेक हो। यो ठाउँ पुग्दा चाहिँ लिटरली पेन्टिङ जस्तै फिल भएको थियो। साइडमा पहाड र बिचमा हिमालको यस्तो दामी देखेको थियो भ्यू। आई विश आई कुड स्टे हियर मोर लङ्गर, बट स्याडली हामीहरू चाहिँ अरू ठाउँ पनि भिजिट गर्नुपर्ने थियो। सो त्यही भएर चाहिँ हामी त्यहाँबाट निस्केर ग्रीन लेक तर्फ लाग्यो। ग्रीन लेक जानको लागि चाहिँ अराउन्ड 10 मिनट जति चाहिँ वक गर्नु पर्दो रहेछ पुल कटेर। एन्ड दिस वाज द भ्यू। ग्रीन लेक चाहिँ एक्सपेक्ट गरेको जस्तो चाहिँ अलि थिएन, बिकज पानी चाहिँ अलि सुकेको रहेछ। पानी सुके तापनि साइडको भ्यूहरू चाहिँ एकदमै दामी छ। यो ठाउँ पनि घुम्न पक्कै नबिर्सिनु होला। नेचरसँग मस्त टाइम स्पेन्ड गर्न पाउनुहुन्छ अनि मन पनि एकदमै रिल्याक्स फिल हुन्छ। हाम्रो नेक्स्ट एन्ड लास्ट स्टप चाहिँ एप्पल फार्म। मनाङ एरियातिर पुगेर अनि एप्पल फार्म नजाने भन्ने त कुरै हुँदैन। धेरै परिकारको एप्पलहरू चाहिँ टेस्ट गर्न पाएको थिएँ। लिटरली 2टा एप्पल जति त मैले एक्लैले खाएँ होला। वी वर रनिङ लेट, त्यही भएर म चाहिँ भित्र जान पाएन एप्पल फार्ममा। बाहिरबाट नै तपाईहरुलाई देखाइदिएको छु। बाई बाई, सी यू इन माई नेक्स्ट भ्लग।